मैजू आज नमस्ते हजुर नमस्ते हजुर रे नमस्ते ल दौडी सबिसे ल मान्छेले सम्मान गर्न जान्नु पर्दैन खाजा लागेर लडी हो त है त हाम्रो बुजु भाउजू नमस्ते ठाकु नमस्ते ओ फोटो खिचेर बाबुले नि बुढाबुढी बुढाबुढी त झन् राम्रो हुन्छ खिच्नुलाई है एकपल्ट बार्छ लगा न तलतिर खिच है चल फोटो खिच्ने मान्छे भन्न नाम भन्न त यार मणि गुरुङ अहिले त्यसै दिन मम्मी म बुढीले आउँछ 5 दिन है तपाईहरु त त्यस्तो कुराहरु इतातिर होला कि अब योमै तार दिन्छ रे यो मैले रास्को गयो त योमै तार दिन्छ त्यो तार दिन्छ प्रदीप त बच्चा हो भन्दा पाले जासरी जानु हो के भन्छ त लु लाग्यो अब के बाटे यार भिडियो हुने बेला यस्तो गरेन बारमा गयो यो चाहिँ अनि यता हाम्रो तल फार्मको दादाको के पर्छ भतिज के हो हामी चाहिँ टक्क कता हो हामी टोकतिर बाबाको गल्लीमा भड्किँदै हो मगुरुङले जस्तो अब पछि भेटौँला ड्याङ गान्छु अब गर्ने कि टाउको आउन अगाडि तिमी त कोइटा हो कि तर यहाँ पनि हल्का है यो यस्तो बाटोको साटो अलिकति के सुटी टाइपको भइदियो है तर यो त किन मलाई गएन म त मुछार्छु फेरि माछाले मैले छाडेको छैन चार्ज त लास्ट छिटो गर्ने रहेछ कति भयो 77 भयो भने नि अफ गरेर होइन होइन भ्याउँछ कि 50% अहिले खर्च गर्ने चार्जर लिएर चार्जर गर्ने ठाउँ खोज्दै थिएँ अनि लाप्राक पुगेर नि लाप्राक पनि खानु भने अलिअलि गाहरू चाहिँ मस्तो सुत्दैछ है हामी 3 जना दोस्तहरू है घरमा 2-3 बजे होला है हामी पुग्ने बजेटको साथीहरू हिमाल चाहिँ कुइदैदेखि ल्याइसक्यो बारपाक गाउँको मन्दिरमा है हामी चाहिँ मैले मैले यहाँ चाहिँ बोल्नु पर्ने कस्तो
यस्तो ध्यान दिउँ न यो त रुख त रुक्न बल्ल बनाएर अब देखाउनु परेन यहाँबाट यहाँ चाहिँ गौतम बुद्ध रहेछ है यो कुन गाउँ रहेछ यहाँ खतरा रहेछ त फेरि यता नि कता हो के छ खबर यो दिनमा राखेर छोड्नु न के छोड्ने होला कैलाशमा पर्वतमा मलाई बस्न मन छ तिम्रो क्याफेमा हजुर हेर होला पुरै आउँछ होला बारपाक गाउँको धारा त्यो चाहिँ हामी आएको भयो भयो आउनु मलाई नदेखाए अब आज सिकार अर्को यहाँ नि देखाउन यो नि अर्को यो हुनु लाग्यो है पेन्डिङमा त्यसै दाल तरकारी चामल बढी हुन्छ यो नि है 3 गाडी यहाँ ग्यास भन न ग्यास नभन्नु यार अरू
हामी चाहिँ अब टक्क खाजा खान लाग्यो है प्लेट लिँदैछ यहाँ प्रजित ल प्लेट कता हो हाम्रो लागि दुईटा लिएको है एउटा दिदो दुईटा तिमी र मैले होइन आएको न यता कुन्दन है मासु चबाइदियो नि त एक लट ल तुन ल चबा ल पास ल त कोलेमा घावाले भयो ओ भुन्डी के बिदि हेरे त अलि राम्रोसँग हेर्न ए यो त नानीहरुलाई हाल्नु भनेको भुजा रोज अम्मै त्यहाँ रोस्ट गरिसक्यो है ल अब गुन्डु नानी थाहा न थाहा पनि हाने हाम्रो भाग नि ल ल ल काल्लो हाल्यो ल नानी खोइ त भुजा ए भुजा पछि खानु भुजानी कोले खाने भुजा नि कोले खाने न भन यो हाम्रो मासु दादा अहिले ल खाने जे होला झल्लु फुलबललाई यतातिर अर्को आउँदैछ है अल्लाह के नाम से बिक दे दो बिक दे दो इधर मागो बुढा बुढी गन्जानी बुढा भातसँग त पाउँदैन भातसँग त पाउँदैन सबै भातले बच्चा पनि हो यसरी पाउँदैन चाहिँ कुकुर चाहिँ बिन्दास पारमा सुतिरहे के हाम्रो बुझ्यो स्याबास खाजा खाने कार्यक्रम है यस यदि खायो के भात खानु पर्छ खानियो नि मेरो पुसै ओरिजिनल ल खानी हो अब त गयो ल म भयलेलाई चाहिँ यहाँ भएको छैन उठी जाऊ दिको उठी पुरो हो ओइ खाना के कहाँ भिडियोमा खानु पर्यो बाबु बाबुले खानु खाने बेलामा